बालमैत्री स्थानीय शासनयुक्त बागलुङ नगरपालिका घोषणा कार्यक्रम 2081 मा सहभागी भई विभिन्न प्रदर्शनीहरूमा हामी पनि आदौ लिएर आयुर्वेद अस्पतालका सेवाहरू के हुन सक्छन् त भन्ने चिनाउनको लागि विभिन्न माध्यमबाट कार्डबोर्ड डिजाइनिङ, पेन्टिङ, पोस्टर फर्मेसन विभिन्न तरिकाबाट सम्पूर्ण स्टाफहरू मिलेर विभिन्न माध्यमबाट जनमानसमा आयुर्वेदका सेवाहरूलाई बुझाउने प्रयासका लागि यी डिजाइनिङहरू गर्दैछौँ। के चाहिँ हो ए सामूहिक प्रतिबद्धता मेरो मान्छे अनि भेज हेलो मिस यसको बारेमा थोरै सरर भनिदिनु न प्लिज। सर नमस्कार, यसको सरको भनिदिनु न, हामी टाइम पनि छ त सर, तपाईँहरू हुन त पुग्ने नपुग्ने कसो यहाँबाट सुरु गरौँ है। सरको नाम पनि सर प्लिज। मेरो नाम डाक्टर सरोज पन्त, आयुर्वेद अस्पताल बागलुङ। यो चाहिँ हाम्रो धौलाइ आयुर्वेद अस्पतालको मोडल हो। यसरी बनेको संरचना नर्सहरूले बनाउनु भएको एकदम है। यो लगभग यस्तै फ्लेभरको छ। यो चाहिँ हाम्रो लोकेसन समिट चौकबाट भित्र छ है। यसभित्र एभाइलेबल हुने सर्भिसेसहरू हामीले डेमो गरेका छौँ। यो चाहिँ फर्स्टमा ओपिडी सर्भिस, त्यसपछि ओपिडी रुम हाम्रो भयो, ल्याब सर्भिसेसहरू हामीसँग एभाइलेबल छ। त्यस्तै गरी हाम्रो पञ्चकर्म भन्ने विधि हुन्छ, त्यसमध्येको यो एकाङ्ग स्नेह र स्वेदन, यो स्टिम जेनेरेटर यस्तो खालको स्टिम जेनेरेटरबाट यसरी बाफ आएर यो गरिन्छ है। अनि त्यस्तै गरी यो जानु बस्ती घुँडा खिएकोहरूमा चाहिँ हामीले यसरी पोखरी बनाएर, जसरी आँखाको लागि पोखरी बनाएको छ त्यस्तै गरी घुँडाको लागि पोखरी बनाएर तेल राखिन्छ है। यसो टाउकाको रोगहरूको लागि, नाकको रोगहरूको लागि, घाँटीको रोगहरूको लागि चाहिँ नाकको थ्रु चाहिँ औषधि राखिन्छ। यो चाहिँ नस्ते भन्ने विधि हो। त्यस्तै गरी यो अग्निकर्म भन्ने विधि हुन्छ, जहाँ चाहिँ दुखाइ छ, जस्तै उठबस गर्न नसक्ने मान्छेहरू चाहिँ घुँडा दुखेर, त्यस्तो मान्छेलाई चाहिँ हामी 2 मिनटमै रिजल्ट दिन सक्ने यो विधि हो। यो विधिले यो विधि अग्निकर्म भन्ने विधि हो। त्यसमा धेरै प्रकारका औजारहरू प्रयोग गरिन्छ। यो चाहिँ पञ्चधातु शलाकाको रिप्रेजेन्टेटिभ हो। त्यसलाई सुनबाट बनेको, फलामबाट बनेको औजारहरू पनि प्रयोग गरिन्छ है। यो चाहिँ हाम्रो सर्जरी डिपार्टमेन्ट अन्तर्गत भएका प्रोसिडियर हो। इन्सिजन एन्ड ड्रेनेज एन्ड छाडसूत्र भनेको छ, यो चाहिँ पिलो भएर मलद्वारा पेसेन्ट निचारेर अनि त्यसपछि चाहिँ यो हामीले सेड राखेर अपरेसन गरेको, यो चाहिँ पाइल्सको अपरेसन गरेको हो है। यो चाहिँ यस्तै गरी छाडकर्म भन्नु चाहिँ अल्काली हो। यसले चाहिँ हाम्रो यहाँ सिस्ट थियो, यो चाहिँ सिस्ट थियो एउटा एक प्रकारको थियो, त्यसलाई चाहिँ हामीले छाडकर्म अल्काली लगाएर चाहिँ राखिदिएको। अनि त्यो चाहिँ सिस्ट चाहिँ निकालेको पछि है। अनि यो चाहिँ ओटी रुममा हाम्रो है। अनि यो चाहिँ ग्याङ्ग्लियन सिस्टलाई हामीले त्यसलाई चाहिँ त्यसको स्याकसहित निकाल्नको लागि छाडकर्म युज गरेको थियो। यो चाहिँ हाम्रो ऋतुअनुसार के खाने के नखाने भन्ने एडभाइसेसहरू वर्षा सरस अपरेसन त एक्सट्र्याक्ट त गर्ने कम्प्लेक्स एक्ट निकाल्नको लागि चाहिँ त्यो विधि एप्लाई गर्छ। अनि यसपछि अरू 3 दिनै के गर्नुपर्ने त, सुरुमा उठेर बिहान चाँडै उठ्नु पऱ्यो, बर्मामा त 1.5 घन्टा अगाडि जति घाम लाग्नको है। अनि त्यसपछि पानी खाने थोरै, ब्रस टोइलेट गर्ने, ब्रस गर्ने, त्यसपछि थोरै नाकमा घिउ अथवा तेलहरू राख्ने, त्यसपछि कुल्ला गर्ने, त्यसपछि योगहरू, व्यायामहरू, एक्सर्साइजहरू गर्ने, त्यसपछि शरीरमा तेलहरू लगाएर मालिस गरेर नुहाउने, त्यसपछि बल्ल कामहरू गर्ने। अनि राति सुत्ने बेला पनि सुपाचे भोजनहरू गरेर सुख सहाय आसनमा चाहिँ सुत्ने भनेर चाहिँ यसरी कुरा गरेको छ। अनि विभिन्न जडीबुटी छन्, जस्तै यो पत्थर चट्टा हो, त्यो चाहिँ पत्थरीमा काम गर्छ। एलोभेरा ग्यास्ट्राइटिसदेखि लिएर बोलेको त सबलाई थाहा भइहाल्यो है। त्यस्तै यो एरन्डा शरीरमा भएको पेनहरूलाई एकदम राम्रो गर्छ। हामीले यसलाई साइटिका जस्तो डिजिजेसहरूमा पनि प्रयोग गर्छ। यो प्लान्टको ओइललाई विभिन्न जडीबुटीहरू भन्ने यिनीहरूबाटै बनेका दिन्छ है सर मैले। यिनीहरूबाटै बनेका हाम्रो औषधिहरू लिन यस्तै यो चाहिँ तेल हो, मालान तेल दुखाइमा काम गर्छ भने यसले चाहिँ मालान बच्चाको सम्पूर्ण पोषणहरूको लागि प्रयोग गरिन्छ। त्यस्तै गरी जातीयती तेल छ यहाँ, यो जातीयती तेल, यसलाई चाहिँ दिशा घरको अथवा नन हिलिङ वुन्डहरूलाई, घाउहरूलाई सन्चो गर्नलाई प्रयोग गरिन्छ है। अनि विभिन्न औषधिहरू छ, ऐपतिका, रसोगन्धा, महासङ्घबडी, कोसियानो चूर्ण, गाइनेकोलोजिकलदेखि लिएर आई अनि स्टोमाक सबै खालको डिजिजहरूमा प्रयोग गरिन्छ। यो चाहिँ कर्णर धुपन, कानमा चाहिँ विशेष प्रकारको औषधि पुर्याउनको लागि उहाँको माध्यमबाट सहायता लिएर गरेको है त। यो चाहिँ त्यही यसरी यस्तै खालको पेटमा तेल लगाएर शरीरमा जडीबुटीवाला बाँस दिँदै होल बडीलाई स्टिम दिने। यो चाहिँ नेत्र बस्ने, आँखामा चाहिँ धमिलो देख्ने, सुक्खा हुने
बस्ती गरिन्छ। यो चाहिँ शिरोधारा हाम्रो चिन्ता हुने निद्रा नलाग्ने रोगहरूमा टाउकामा विशेष प्रकारले यसरी तेल खसालेर गरिने विधिलाई चाहिँ शिरोधारा भन्छ। यति हाम्रो यस्तै सर्भिसेस अरू धेरै छ सर। यो चाहिँ रिप्रेजेन्टेटिभ मात्र। धन्यवाद सर, राम्रो जानकारीको लागि।